गुड मर्निङ गाइज, वेलकम टु माई ब्लग। मैले चाहिँ आज ब्लग 1 वर्षपछि स्टार्ट गरेको होइन। अनि होप्स तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म आफ्नो ब्लग स्टार्ट गर्छु है त, जस्तो है त्यस्तै। यहाँ चाहिँ मेरो श्रीमानजी हुनुहुन्छ, यसरी बस्नु भइरहेछ है। यहाँ हजुरको अनुहार देखाइछ त, यस्तो हुनुहुन्छ, जाडो भएर बसिराख्नु भएको छ। म चाहिँ यहाँ छु। म छिटो आज हामी बाहिर जानुपर्ने छ होइन, त्यही भएर छिटो काम सक्नुपर्ने छ र कहाँ जान्छु आज बाहिर भनेर हजुरहरूलाई म सबै भिडियोमा देखाउँछु है। सो गाइस, म चाहिँ रेडी भएको छु। हतार गरेर कस्तो देखिएको छ अगाडि मिलाउनु पर्छ, भएको छ नभए यो मान्छे हो गड, पहिला भाग्न आते के छैन। अब पर्स त मलाई कसरी थाहा छ कहाँ छ भनेर। लु अब जसको अलि चाहिँ बसेछ है। लु नेल पलिस लानु भए बोक्नु, नभए त्यहाँ छ। लु ऊ चाबी लाउनु बाँकी छ, भयो चाबी लाउनु बाँकी छ। कपाल यत्रो मरी कले गरेको लास्टमा यस्तो भइसक्यो, कति चिसो। हाम्रो लोकेसन चाहिँ यही हो आजको। अब बाइक पार्किङ गर्ने ठाउँ चाहिँ यस्तो रहेछ यहाँ। हामीले स्कुटी बाइक पार्किङ गऱ्यौँ। यहाँ अर्को दाई हाम्रो सानी फुच्ची हाई भनिदेऊ, हाई भनिदेऊ। यही दिदी, हेलो हेलो। हामी सबैजना भेला भइरहेको छौँ। मेकअप गरेको होइन, लास्टमा हालत चाहिँ यस्तो भएको छ। कपालको हालत चाहिँ यस्तो छ। यहाँ आएको 1-1.5 घन्टा पछाडि बल्ल हाम्रो सामान आइरहेछ होइन। अब यो यहाँ सबैजना मिलेर सामान राख्नुहुन्छ। सबिना बहिनी यहाँ भाडा पखाल्दै हुनुहुन्छ है। बहिनी यहाँ रोस्टको लागि तयारी गर्दैछिन् होइन। अनि यहाँ हाम्रो आगो रेडी छ। ऋषि सर यहाँ अन्डाको क्यारेट लिएर आउनुभएको छ। हाम्रो सबिना बहिनी यहाँ रोस्टको प्रिपेयर गर्दै हुनुहुन्छ। यता चाहिँ यो बङ्गुरको मासु तयार हुँदैछ। हाम्रो मित्र दाई त्यहाँ हुनुहुन्छ। मित्र दाई काँचो चाहिँ हुनु भएन है, काँचो चाहिँ हुनु भएन। हाम्रो सरहरू यहाँ प्याज टमाटर काट्दै हुनुहुन्छ।
बाजिएको तिम्रो दिलको बारी करके इशारे वो लड़की वो लड़की आँख मारे वो लड़की आँख मारे एक तरीके ना गाइस सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदमै ठिक छौँ। आजको हाम्रो यो कालिका सिमसार घुमघामपछि हामी चाहिँ कालिका सिमसारमा रहेको यो अत्यन्तै रमणीय अत्यन्तै उत्कृष्ट ब्रिज यानि कि एकदम रमाइलो भयो हैन त? एकदमै रमाइलो एकदम रमणीय वातावरण चिसो चिसो मौसम दामी भएको छ ल अहिलेलाई यति नै। अब बाँकी नेक्स्ट ब्लगमा ल सबैजनाले कमेन्ट लाइक सेयर सबै त गर्नु ल र हाम्रो ब्लग कस्तो भयो भनेर पनि भन्नु ल। ओके हामी अझै यो भन्दा पनि अझै बेटर बनाउन कोसिस गर्छौँ। हाम्रो ब्लग यस्तो छ है, पुरै त घुम्न पाइएन तर पनि यतिको चाहिँ दामी छ। सबैजना यहाँ आउनु होला, एकचोटि भिजिट गर्नु होला। नआउनु भएकोले एकदम मलाई चाहिँ राम्रो लाग्यो हो है, घुम्न ओर्न पिकनिक खान ओर्न चाहिँ एकदम बबाल छ। हस्, थ्याङ्क यू, बाई, थ्याङ्क्स फर वाचिङ आवर भिडियो। अनि फेरि प्लिज लाइक कमेन्ट सेयर सबैजना गर्नु न। हाम्रो भ्लग कस्तो लाग्यो, अझै के इम्प्रुभमेन्ट गर्नु छ त्यो पनि भनिदिनु, हामी इम्प्रुभमेन्ट गर्छौँ है। हस्, बाई, सी यू।